सो गाइस हेलो मसँग छ फुल सिस्टम साउन्ड है। एउटा एक्जस्ट झिकेको है, कस्तो आइरहेछ। रियलमा र भिडियोमा अर्कै आउँदो रहेछ क्या आवाज। रियलमा दामी आउँछ है, भिडियोमा खासै नराम्रो आउँदो रहेछ। सो गाइस म चाहिँ अब सर्ट राइड हान्दैछु होइन, कस्तो हुन्छ। सो म चाहिँ आज डब्लिङसम्मको राइड गर्दैछु होइन, कस्तो हुन्छ यसो हेर्नु होला होइन। तलसम्म जानु पर्यो बेसीतिर। सो हेलो एभ्रिवान, नमस्ते गाइस। न्यू भ्युअर्सहरूलाई यसो मेरो च्यानलमा स्वागत छ होइन। म चाहिँ आज चाहिँ तल बेसीसम्म जान्छु होइन, थोरै काम छ, त्यहाँसम्मको भिडियो बनाउँछु ल। त्यही बाटो पनि कति देखाउने यार। सो गाइस आजको भ्लग चाहिँ यहीँबाट स्टार्ट हुन्छ है। मेरो आवाज कस्तो आइरहेछ आज। म फर्स्ट टाइम चाहिँ माइक मिनीबाट होइन, माइक डिजाईको माइक मिनीबाट साउन्ड रेकर्ड गर्दैछु होइन। नोइज क्यान्सलेसन चाहिँ लोमा छ, पक्कै पनि लो छ। गेन चाहिँ न प्लस न 12, ठिक्क जिरोमा छ है। प्लस र माइनसको जिरोमा छ है। चाहिँ माइक चाहिँ मैले हेलमेटको मुखै अगाडि राखेको छु होइन। कस्तो आइरहेछ थाहा छैन, मेरो यो फर्स्ट टाइम हो है। बाइकको आवाज कस्तो आइरहेछ। पहिला चाहिँ बरु बाइकको आवाज आउँथ्यो, मान्छे बोलेको आउने थिएन खासै, किनकि बाहिर थियो नि त, बिना माइक बोलिरहेको थियो होइन। अहिले चाहिँ बाइकको नआउन सक्छ होइन, तर मान्छेको चाहिँ धेरै लाउड आइरहेछ होला जस्तो लागिरहेछ क्या मलाई। कस्तो छ खै। सो लास्टमा सुन्नुपर्छ अहिले। मलाई चाहिँ हाइपर राइडिङ गर्नमा एकदम मजा आउँछ है। ओहो बाइकमा पेट्रोल छैन है, जहाँ पनि सकिन सक्छ। म चाहिँ पातलै निस्किसकेको छु फुल सिस्टम साउन्डमा, तर आवाज त दामी आइरहेछ है। रियलमा चाहिँ आवाज दामी आइरहेछ, तर भिडियोमा चाहिँ कस्तो आउँछ क्या, खासै राम्रो आउँदो रहेछ क्या। रियलमा चाहिँ ओहो पुरा गुन्जेर है। सो ग्यास म चाहिँ हाइवेमा निस्किसकेको छु है। हाइवे यो भकुन्डे र बजार जानेको हाइवे। यहाँ चाहिँ टिप्पर रोकेर चाहिँ ग्यास पेट्रोल पो महँगो छ त यार। कति पुग्छ खै थाहा छैन है। 200 प्लस थियो म जाँदाखेरि, अहिले चाहिँ कति पुग्छ 240 भने जस्तो सुन्थेँ। ओहो फुल आवाजमा ओहो पुरा हल्दैछ यार। पुरा मान्छेहरू त पुरैले हेर्छ क्या। स्कुल अझै खुलेको रहेनछ है। अन्टी डराउनु भयो त यार आवाज, बाइकको आवाजै सुनेर। सो गाइस म फाइनली चाहिँ काउरै निस्किसकेको छु है। ब्रेक चाहिँ अब होइन केटिएम बाइकहरूको खत्रै लाग्छ भन्ने गर्दैन है। यसको चाहिँ अगाडिको एबिएसले चाहिँ काम गर्दो रहेनछ, पछाडिकोले चाहिँ गर्दो रहेछ है। ओहो साउन्ड त बुलेट बाइक पनि फेल खान्छ हो।
ओहो आमामा आवाज क्लियर सर क्लियर गाइस आमामा मिस फायर हानेको म चाहिँ फेरि बाइक कुदाउने मान्छे पऱ्यो होइन अहिले कच्ची रोडमा कस्तो आइरहेछ यो आवाज होइन मान्छे बोलेको के ठर्केछ कि ठर्केछैन किनकि म नोइज क्यान्सलेसन लोमा बोलिरहेको छु नि त लोमा लो गेन चाहिँ होइन गेन चाहिँ 0 मा छ माइनस र प्लसको बिचमा छ है 0 मा नोइज क्यान्सलेसन चाहिँ कति रे लोमा छ होइन त्यो बाहिरको आवाज हेलमेटको सिसा खोलेको छु है हेलमेटको सिसा खोलेको छु त्यो फेरि पनि बाहिरको आवाज कस्तो आइरहेछ नोइज स्वा गर्दै आएको छ कि छैन है त्यो चाहिँ अलिक पिच रोडमा गएपछि थाहा हुन्छ ल सो ग्यास बाटो चाहिँ अफरोड छ है म चाहिँ गल्लो निस्किसकेँ मिसफायर बडी हानिरहेछ ल म चाहिँ फाइनली अब अलि राम्रो बाटोमा निस्किसकेको छु है सो अब यहाँ चाहिँ अलि स्पिड बडी हुन्छ होइन त्यो आवाज कस्तो आउँछ है एउटा टेस्ट पनि हुन्छ ल ओहो आमामा धुलो उडायो ओहो आमामा कहिले कहिले चलाउँदाखेरि त है बाइकमा एकदमै पावर फिल भयो जस्तो हुने हुन त अब 390 मा पावर हुन्छ चाहिँ होइन फेरि पनि मलाई त केही जस्तो लाग्दैन क्या चलाइ त केही जस्तो लाग्दैन अब 600 सीसीमा जानुपर्छ गाइस 600 सीसीमा यहाँबाट माथि पनि थाहा पाउन बेर छैन घर किन साउन्ड सुनिन्छ नि त म बाइक स्पिड कुदाउँछु होइन ओहो बुलेटतिर क्रस फायर त फेल खान्छ हो गाइस यसको अगाडि म चाहिँ डल्लो आइसकेको छु अब भिडियो नै कति मिनट भइसक्यो होला आमामा गुन्जेको बाइक है डेन्जर गुन्जिन्छ हो सो म कुदाउन लाग्यो भनेपछि फेरि बोल्नै बिर्सिन्छु क्या हाइपर राइडिङ गर्ने बानी छ तलसम्म पेट्रोलले पुग्छ कि पुग्दैन है ओहो मजा कुदाउने जस्तो मजा त अरू केसमा आउँछ र हो ओहो
यो गाडीलाई छल्नुपर्छ यार, धुलो उडाउँछ यार। सो म चाहिँ अहिले हेलमेटको भाइजर ओपन गरेको छु होइन। त अब यहाँ स्पिड कुदाउँदाखेरि कस्तो आइरहेछ है नोइज चाहिँ है, किन भन्दाखेरि म नोइज चाहिँ लो बनाएको छु होइन, न हाई न अफ। ओके, अनि गेन चाहिँ 0मा। तो हेलमेट खोल्दा पनि कस्तो आइरहेछ आवाज। गरेर त आएको छैन, कतै झ्याँडझ्याँड त आएको छैन। टेस्ट, त्यो भिडियो टेस्टको लागि पनि हुन्छ ल, किन भन्दाखेरि पछि थाहा हुन्छ नि त। कन्ट्रोल छैन, मेरो स्पिड मात्र छ धेरै। मेरो स्पिड धेरै, कन्ट्रोल छैन क्या। म एक्सिडेन्ट भनेको धेरै परिसक्यो है। एकचोटि चाहिँ बसमा घुसेको, एकचोटि चाहिँ जिपमा ठोकेको, बाँकी त कति त्यो पनि ओभर स्पिड भएर क्या। पछाडि धुलो उड्यो होला है। म अगाडि गइदिएँ, धुलो उडेछ, त्यसको लागि सरी। ओहो, मेरो आवाज कस्तो आइरहेछ होइन। म चाहिँ हेलमेट खोलेरै बोल्छु ल। म चाहिँ पेट्रोल हालेर आउँछु होइन। मामा चाहिँ यहाँ बसिरहनु भएको छ। त म उता होइन यता जान्छु, फुल सिस्टम साउन्डमा। पारी पनि छ मामाहरू, अब छोप्न बेर छैन होइन। एउटा चेकपोस्ट यहाँ पनि छ क्या। भाइजर बजिरहेछ, यता साइडबाट मामाले हेरिराख्नु भएको छ होइन। अब कुदाउनु पनि भएको छैन, अब अलिक पुगेपछि कुदाउँछु ल। आमा पुरा
सट भर्र हलेर मेरो आवाज कस्तो आइरहेछ म चाहिँ यता जान्छु पेट्रोल हाल्न आँखाबाट आँसु नि आएर 20 रहेछ ए 20 पुगेछ नि त अस्ति त 4 थियो नि त डिजल कसरी बढी भयो त नि झन् हजारको हालिदिनु म जाने चाहिँ वहाँ पारी है पारी म चाहिँ जाने वहाँ पारी हो होइन गाइस त्यो अब हेलमेट लाएर कस्तो आउँछ आवाज मामाहरूले थाहा पाउँछ त्यही भएर म चाहिँ हेलमेट क्लोज दबाएको छु होइन क्लोज दबाएर कहाँसम्म पुग्छ है ल अहिले त छैन त के हो गडा गर वेलकम टु बागलुङ गाइस हैन यता पर्वत उता बागलुङ म चाहिँ जाँदैछु फेरि ब्याकअप उता त्यहाँ हाम्रो अर्को घर पनि छ त्यही भएर civic sense नेपालीहरूको सिभिक सेन्स छैन क्या यो शब्द चाहिँ मलाई ल So guys फाइनली म इन्ट्री गरिसकेको छु आजको भिडियो यहीँसम्मको लागि थ्याङ्क यू बाई